हेलो गाइस, तपाईँलाई स्वागत छ है मेरो ब्लगमा। आज चाहिँ तपाईँहरूले दर्शन गर्नुहुनेछ। के गर्नुहुन्छ भन्दाखेरि चाहिँ मेरो घरमा के फुल छ त भनेर हेर्दाखेरि है, फर्स्ट अफ अल तपाईँहरूलाई देखाउँछु म है। यहाँ हेर्नुहोस्, यो के भन्छ नि यसलाई, नाम त मलाई थाहा छैन त्यस्तो है, तर पहिल्यैदेखि छ। यसलाई हामी केही गर्नु पनि पर्दैन, त्यत्तिकै यहाँ टुसा हुन्छ, यहीँबाट आइहाल्छ क्या त टन्नै है। अनि त्यहाँबाट ब्याक टु ब्याक यो अर्को यो सानो सानो फुल हुन्छ नि, यो त यहाँनिर हरे कृष्णको यहाँ आश्रम छ कि मठ, उनीहरूले टिपेर लान्छन्। यो चाहिँ मैले उनीहरूको लागि छोडिदिएको भनौँ है, एक दुईवटा हुन्छ मेरो लागि पूजा गर्नु पुगिहाल्छ। अन्त त्यो कृष्णको लागि हो। अन्त एज होइन, म पनि त अब कृष्णको भक्त भएकोले गर्दा उहाँलाई म पूजा गर्नुको लागि चाहिँ यो फुल चाहिँ टिपेर लानु दिन्छु, अरूलाई भए दिन्न थिएँ है। अन्त ब्याक टु ब्याक यो माथिपट्टि के छ भन्दाखेरि यो कुन चाहिँ फुलको मलाई नाम चाहिँ याद हुँदैन है, माफी चाहन्छु होइन। तर यो फुल पनि यो हुन्छ नि, कुनै के भन्छ, यो चमेली फुल न के भन्छ, यो झर्छ नि क्या त भुइँमा, सेन्ट पनि मजाको हुन्छ। त्यहाँबाट यो चाहिँ राम तुलसी हो होइन। अनि त्यहाँबाट ब्याक राम तुलसीहरू छ है। यो जुन चाहिँ छ नि गाई चाहिँ एकदम रेयर प्लान्ट भन्छ यसलाई। यो चाहिँ यो सम्भालेर आएको थुप्रै कुरामा युज हुँदो रहेछ है। यसलाई भन्छ अपमार्ग भन्छ नि है। अरू नेम त थाहा भएन, तर हामी लोकल ल्याङ्ग्वेज जुन चाहिँ नेपाली ल्याङ्ग्वेजमा चाहिँ हामी यसलाई के भन्छौँ भन्दाखेरि अपमार्ग भन्छौँ होइन। अन्त त्यहाँबाट यो जुन चाहिँ फ्लावर छ नि, यो चाहिँ तपाईँको येल्लो येल्लो हुन्छ, सानो सानो हुन्छ अरे। यो चाहिँ स्पेसल्ली है अटममा होला हौ, अटममा फुल्छ क्या त यो स्पेसल्ली यो है। अन्त यहाँनिर जुन चाहिँ अम्बक त गाई चाहिँ हाम्रोमा सानो सानो छ कि यो उयो अमिलो प्रजाति अरे कुनै के अरे स्पेसिस दुनियाँ छ क्या त। अम्बक चाहिँ भन्नै पर्दैन गाई चाहिँ, जति पनि माथि देख्दैछ सबै अम्बकै अम्बक हो। अन्त त्यहाँबाट यो चाहिँ रोजको है, यो सानो अर्कै खालको रोज हो सानोबाटै है, त्यस्तो केयर चाहिँ छैन गाई होइन, गर्ने मान्छे कोही पनि छैन त्यस्तो। अन्त यो जवाको सुनको जुन चाहिँ छ नि, यो एउटा हेर्नुहोस् त, यो एकदम प्योर रेडवाला जुन चाहिँ छ त्यो फ्लावर हो है। त्यहाँबाट यो चाहिँ यो रेड अर्को है। अनि त्यहाँबाट यहाँ चाहिँ हाम्रो छोरीको इन्ट्री हुन्छ यहाँनिर हो। छोरी हेलो भनिदेऊ, हेलो भनिदेऊ, हाई भनिदेऊ, हाई भनिदेऊ न। लु अब गाई हेर्नुहोस् है, अब गाई यो अन्त यो फुल चाहिँ त्यस्तो कम्ती नै फुल्छ यसलाई, यो पनि छ है। अनि त्यहाँबाट यसको ब्याक टु ब्याक यहाँनिर अमलाको रुख है गाई चाहिँ यता चडक्कसँगले हेर्नु सक्नुहुन्छ नि त होइन, यस्तो गरेर। अनि त्यहाँबाट रेड भएर सिरुङभित्र पनि पुरा छ क्या त। अहिले फेरि यो झ्यारै झ्यार भएको छ गाइस क्या त। त्यहाँबाट नेक्स्ट लेभलको कुरा चाहिँ कहाँ हुन्छ भन्दाखेरि यहाँनिर हेर्नुहोस् त, यो जग्गा जुन चाहिँ छ नि, यो तपाईँको यो सानोवाला जुन चाहिँ जग्गा छ है, यो जुन चाहिँ जग्गा भेट्नुहुन्छ है, यो जग्गा छ। अन्त त्यहाँबाट यो अर्को जग्गा जुन चाहिँ छ नि, यो रेड जग्गा है, यो जग्गा पनि छ। यो प्योर रेड चाहिँ छैन नि फेरि, यो हल्का कस्तो कस्तो अलिकति क्या त हुन्छ नि, ओरेन्ज टाइपको छ है, यो जग्गा छ है। त्यहाँबाट ब्याक टु ब्याक गाइस यो फ्लावर छ है, यो छ। अन्त त्यहाँबाट यो पनि नयाँ यो मैले सार्दैछु, यो अलिक मजाले अलिकति भएपछि चाहिँ अब यसलाई रोपिदिनुपर्छ यो बर्खामा होइन। यो नि एउटा फुलको रहेछ क्या त, अन्त यो पनि नयाँ सारेको होइन। अनि त्यहाँबाट यो चाहिँ सबै म यो बिजन राखेँ क्या त। यो यहाँनिर चाहिँ यो सर्पको जति उम्रेको थियो हो, अनि त्यसलाई बनेको। त्यहाँबाट चाहिँ यसलाई चाहिँ त्यो गरेको क्या त, यो चाहिँ जग्गाको अब पर घरमा सार्नुको लागि क्या त, त्यो सानो 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 बनाइरहेको यो यहाँ छ गाइस होइन। त्यहाँबाट ब्याक टु ब्याक आउँदाखेरि पर्दा चाहिँ अर्को यो जुन छ नि, अहिले चाहिँ अलिकति पानी धेरै भएर होला होइन, फुल्नु छोडेको छ कि यो जुन चाहिँ छ। बादमा चाहिँ अस्ति नि चाहिँ पुरै एकदमै फुलेको थियो है, एकदम दामीसँगले फुलेको थियो। अहिले चाहिँ अलिकति कम्ती हुँदैछ होइन। अनि त्यहाँबाट यहाँ पनि घारी भएछ क्या त, बोडी छ है। यो जुन चाहिँ छ नि, यो छ जुन चाहिँ, यसलाई यो मैले नयाँ साथीबाट लिएको छु, म अर्को पनि लिएको छु, यो पनि फुल्छ मजाको क्या त। अन्त यो चाहिँ गाई जुन चाहिँ छ नि, यो तपाईँ हेर्नुहुन्छ नि, यो चाहिँ मोगराको हो। त्यहाँ मैले जुन चाहिँ छ नि त्यो उता घारी थियो त, अनि त्यहाँबाट सारेर ल्याएको है, यस्तो छ है। यो जुन चाहिँ भेरा छ गाई देख्नु हुँदैछ नि है, यो भेरा चाहिँ हाम्रो बाबाले बनाउनुहुन्छ है, स्पेसल हो यो, यता त्यस्तो सबै गाउँमा पाइँदैन यो भेरा चाहिँ एकदम रेयर पाउँछ गाउँमा, पाउँछ दुई चार घर कतिले अब त्यो गर्छन्, तर बाबाले चाहिँ आफै बनाउनुहुन्छ घरमै हो। अन्त यहाँनिर चाहिँ दाउरा अब गाउँको प्योर एरिया है, अब बर्खा लाग्दैछ, बर्खाको टाइममा तपाईँ देख्न सक्नुहुन्छ है। अन्त यहाँनिर बम बम बोल्यो धतुरा है गाइस। अन्त यो चाहिँ
मकै है। यो चाहिँ गाइज मुरली बाँस है, कस्तो पतला हुन्छ गाइज क्या त यो एकदम है, हेर्दाखेरि एकदमै पतला देखिन्छ है। यो नरिवल छ गाइज है, चाहिँ अब यसलाई भत्काउने बेला भएछ, एकदमै गइसकेको छ है। अन्त यो पनि छ गाइज है, के हो त्यो चाहिँ तपाईँहरूले भन्नुहोस् है गाइज, म त्यस्तो चिन्दिनँ है। त्यहाँ यो घारी छ त्यहाँबाट, यो सब्जीहरूको चाहिँ दुःख त्यस्तो हुँदैन गाइज होइन। बोडी पनि छ यहाँनिर है, हेर्न सक्नुहुन्छ है, बोडी चाहिँ टन्नै छ। आज पनि राति आएर हात्तीले है कति खायो, यहाँ छ बोडीको त्यो जति लहरा देख्नुहुँदैछ नि होइन, टन्नै छ। यो बारी बोडी छ, उयो उतातिर झन् पुरै छ है। अब चाहिँ म पर त्यो घर जान्छु।